यसरी तपाईले आएर सिक्किम बिहारीलाई या बिहारीलाई तपाईले गाली गर्नुहुने? तपाईलाई कसले पर्मिसन दियो? तपाई इमानदार कहाँ हुनुहुन्छ? तपाई न आफ्नो व्यक्तित्वमा इमानदार हुनुहुन्छ, न तपाई सिक्किमको माटोसँग इमानदार हुनुहुन्छ। मिस्टर रत्नलालजी, तपाई कहाँसम्म इमानदार हुनुहुन्छ भन्ने कुरा मलाई पनि थाहा छ। तपाईले म जस्तो मान्छेलाई पनि 2019 मा गाड्नु भएको छ। मेरो 18 लाख रुपैयाँ त्यो समयमा तपाईले नोक्सान पुर्याइदिनु भएको छ। मेरोमा यहाँ प्रमाण छ। 18 लाख रुपैयाँ मेरो पैसा तपाईले डुबाउनु भएको छ र तपाईले मलाई खुद भन्नुभएको थियो म यो बिल निकालेर तपाईलाई दिन्छु भनेर। त्यो गुण बिर्सिनु भयो तपाईले? नमस्कार। सम्पूर्ण मेरो सिक्किमे आमा बाबाहरूलाई म नमस्कार टक्राउँदै 2-4 शब्द म क्लियरिफिकेसन गर्न चाहन्छु। 9 डिसेम्बरको जुन चाहिँ सिक्किम बिहारी जागरण मञ्चको स्थापना दिवसको कार्यक्रम भएको थियो, त्यस कार्यक्रममा मैले एउटा लोकतन्त्र देश, लोकतन्त्र राज्यको हिसाबमा हाम्रो बिहारी समुदायको मात्र होइन, जो सिक्किममा बसोबासो 1975 भन्दा अगाडि गरिरहेको हुन्छ, उहाँहरूको पनि एउटा आरसीको जुन चाहिँ सामान्य रूपमा पाउनुपर्ने मान सम्मान या अधिकारको कुरालाई मैले राखेको थिएँ। तर केही सामाजिक सञ्जालमा यसलाई मेरो जुन चाहिँ ओरिजिनल भिडियो थियो त्यो भिडियोलाई पूरा रूपमा नदेखाएर मेन पोइन्ट देखाएर चाहिँ हाइलाइट गरेको थियो। त्यस मेरो सम्भाषणमा मैले सम्माननीय मुख्यमन्त्रीको लाई धन्यवाद पनि टक्राएको थिएँ। उहाँले जुन तपाईको 2023 मा जुन चाहिँ इन्कम ट्याक्स इस्युमा जुन पाराले उहाँले शान्ति कायम राख्नुभयो, त्यस विषयमा मैले सम्पूर्ण सिक्किमे बिहारीको तर्फबाट धन्यवाद टक्राएको थिएँ। त्यो सब कुराहरू जुन चाहिँ पोजिटिभ कुराहरू थियो त्यो कुराहरू सञ्जालमा आएन र मैले कतै पनि सिक्किमको भोटर्सहरूको भोटर लिस्टको हिसाबमा इक्वल राइट दिनुपर्छ भनेर यो मैले डिमान्ड राखेको छुइनँ पनि। र म त्यो व्यक्ति हुँ जो सिक्किमको सन्दर्भमा सिक्किमको हितको लागि आर्टिकल 371F सिक्किममा छ र हामी पनि सुरक्षित छौँ भन्ने वकालत गर्ने म व्यक्ति हुँ, सिक्किमको सुरक्षाको लागि लिएर, सिक्किमको फर्टिलिटी रेटको लागि लिएर। तर केही असामाजिक तत्त्वहरूले मलाई बदनाम गर्न खोजे। त्यो मञ्चमा पनि म भिक्टिम भएँ। म किस कारण भिक्टिम भएँ? 2023 मा नेपाली समुदायलाई विदेशीको इमिग्रेन्टको ट्याग लगाउँदाखेरि म मात्र एउटा बिहारी समुदायबाट खडा थिएँ सारा सिक्किमको नेपालीहरूको तर्फबाट। तर मलाई त्यहाँ भिक्टिम बनाइयो। मेरै समुदायले गर्यो, त्यसको मलाई ठुलो दुःख छ र सम्पूर्ण सिक्किमे जनतालाई म अपिल गर्न चाहन्छु, मेरो जुन चाहिँ ओरिजिनल भिडियो छ त्यो तपाईहरूले भिडियो हेरिदिनुहोस्। अनि मूल निवासी हाम्रो श्रीमान रत्नलाल सापकोटाजीलाई म भन्न चाहन्छु कि मैले गल्ती गरेको भने तपाईले मलाई दोष्याउनुहोस्, मेरो गल्ती छ भने मलाई भन्नुहोस् कि यहाँ गल्ती छ। तर सम्पूर्ण बिहारी समुदायलाई लिएर तपाईले त्यसरी गाली गलोज गर्न, दोष्याउन मिल्दैन। यो भारत हो, भारतमा सबैले नङमासुमा बसेको छ। भारत लोकतन्त्र देश हो, आफ्नो आफ्नो वेशभूषा छ, आफ्नो आफ्नो जातीय प्रमाण छ र सिक्किममा पनि हाम्रो ठुलो योगदान छ। र यसरी तपाईले समाजमा दिग्भ्रमित, समाजको निमुखा व्यक्तिहरूको तपाईहरूले अधिकार खोसेर खानुभएको छ। सिक्किमे जनतालाई धेरै कुराहरूको अनुभव भइसकेको छ। जो व्यक्ति बोल्न सक्दैन उहाँहरूलाई तपाईँले त्रासिकको जिन्दगी बनाइसक्नु भएको छ। ठिकै छ, तपाईँले सिक्किमको विषयमा बोल्न पाउनुहुन्छ, तपाईँ आउनुहोस् न, विधानसभामा लडेर आउनुहोस्, विधानसभामा आएर कानुन बनाउनुहोस्। र यसरी आएर तपाईँले एउटा गल्ती नभएको व्यक्ति, मैले लोकतन्त्रमा मेरो आफ्नो समुदाय या सिक्किमे व्यापारी या सिक्किमे नेपाली भुटिया जो पनि छ जसको COI छैन, उहाँहरूको लागि एउटा मैले जुन चाहिँ 5 बुँदे मैले डिमान्ड राखेको थिएँ, जुन चाहिँ एउटा सामान्य रूपमा पाउनुपर्ने कुराहरू थियो, त्यो लोकतन्त्रमा जो सत्ताधरीमा सत्ता हाँक्ने जुन राज्यको सरकार छ त्यो उहाँहरूको लेभलमा हुने कामहरू हो। यो अधिकारदेखि बाहिर कुनै आर्टिकल 371F लाई हनन, COI लाई हनन, सिक्किम सब्जेक्टलाई हनन भन्ने त्यहाँ कुरै थिएन। मैले कहीँ पनि यो भनिनँ कि हामीलाई COI देऊ या हामीलाई SSC देऊ या हामीलाई गभर्मेन्ट जब देऊ या हामीलाई DC बनाइदेऊ या हामीलाई सेक्रेटरी बनाइदेऊ। जुन चाहिँ पाउनुपर्ने सामान्य अधिकार थियो त्यसलाई चाहिँ एउटा सरल रूपमा राखिदियोस् भने मैले सरकारलाई बिन्ती चढाएको थिएँ। तर तपाईहरूले जुन पाराले यो शब्द बिहारी समुदायको उपयोग गर्नुभयो त्यो दुर्भाग्यपूर्ण हो र तपाईँ कहाँसम्म इमानदार हुनुहुन्छ भन्ने कुरा मलाई पनि थाहा छ। तपाईले म जस्तो मान्छेलाई पनि 2019 मा गाड्नु भएको छ। मेरो 18 लाख रुपैयाँ त्यो समयमा तपाईले नोक्सान पुर्याइदिनु भएको छ। मेरोमा यहाँ प्रमाण छ। 18 लाख रुपैयाँ मेरो पैसा तपाईले डुबाउनु भएको छ र तपाईले मलाई खुद भन्नुभएको थियो म यो बिल निकालेर तपाईलाई दिन्छु भनेर। त्यो गुण बिर्सिनु भयो तपाईले? मिस्टर रत्नलालज्यू, तपाईलाई म क्वेसन गर्दछु,
तपाईँ यसरी सञ्जालमा आएर सामाजिक सञ्जालमा आएर अर्कालाई डुबाउने काम नगर्नुहोस्। तपाईँलाई कुनै एडमिनिस्ट्रेसनले पर्मिसन दिएको छैन। ठिक कुरा हो, सिक्किम बचाउनुपर्छ, हामी पनि सिक्किम बचाउने पक्षमा छौँ। सिक्किमलाई सुरक्षा गर्नुपर्छ, हामी पनि त्यो पक्षमा छौँ। किन सिक्किम एउटा बोर्डर इलाका हो, सिक्किममा बेसी इन्फ्लक्स भयो भने देशको लागि हानिकारक हो। त्यो विषयमा हामी पनि तर्क गर्दैछौँ। म जस्तो व्यक्तिहरूलाई तपाईँले धेरैलाई तपाईँले गाड्नुभएको छ, छलकपट गर्नुभएको छ। तपाईँ इमान्दार कहाँ हुनुहुन्छ? तपाईँ न आफ्नो व्यक्तित्वमा इमान्दार हुनुहुन्छ, न तपाईँ सिक्किमको माटोसँग इमान्दार हुनुहुन्छ। र यसरी तपाईँले आएर सिक्किम बिहारीलाई या बिहारीलाई तपाईँले गाली गर्नुहुने, तपाईँलाई कसले पर्मिसन दियो? यो निन्दनीय कुरो। यो तपाईँले समाजमा आएर माफी माग्नुपर्छ। मेरो पुरै भाषणलाई तपाईँले बुझ्नुहोस्, सुन्नुहोस् मैले के भन्न खोजेको। वर्तमान सरकारलाई मैले ध्यान आकर्षण गर्न खोजेँ। उहाँहरूको मेनिफेस्टोमा जे लेखेको थियो त्यसलाई तपाईँहरूले ध्यान आकर्षण गरेर पढिदिनुहोस्, त्यो हिसाबमा हुन सक्छ भने काम गरिदिनुहोस् भन्ने मैले आग्रह गरेको थिएँ। र यसरी तपाईँले आएर सञ्जालमा मेरो ज्यानको खतरा छ र आजदेखि उपरान्त मलाई के भयो भने यसको जिम्मा चाहिँ रतनलाल सापकोटा हुन्छ। र मेरो यो 2019मा 18,32,000 रुपियाँ खर्च भएको थियो। मैले 10 लाख रुपियाँ ब्याजमा लिएर काम गरेको हुँ र अहिलेसम्म मेरो 32 लाख खर्च भएको छ। मलाई 2 महिनाको भित्रमा तपाईँले यो पेमेन्ट गर्नुपर्छ। र यो पेमेन्ट गर्नुभयो भने मेरो जातीय मेरो छोरीको प्रमाणपत्रको लागि जे अधिकार छ म गएर बिहारमा माग्ने हो। म तपाईँलाई वचन दिन्छु, मेरो 32 लाख रुपियाँ पैसा तपाईँ फर्काउनुहोस्, अनि म गएर बिहारमा मेरो अधिकार खोज्छु। होइन भने 2 महिना बादमा म तपाईँलाई लिगल कारवाही गर्छु। म जस्तो व्यक्तिलाई तपाईँले धेरै जस्तो व्यक्तिलाई तपाईँले रुलाउनु भएको छ, तपाईँले गाड्नु भएको छ, तपाईँले छलकपट गर्नुभएको छ। डकुमेन्ट्स अप टु डेट छ भन्दैमा तपाईँले त्यहाँ मिसिन झार्नु लगाउनु भयो। मिसिन झारिसकेपछि तपाईँ लापाटा हुनुभयो। त्यसरी तपाईँ नगर्नुहोस्। म यहाँ व्यक्ति रूपमा आएको होइन तपाईँलाई उयो गर्नु, तर तपाईँले एकदम सीमा नाङ्नु भयो। एमजी मार्गमा आएर सम्पूर्ण बिहारीलाई गाली गर्नुभएको छ। सिक्किमको बिहारी मात्र होइन, देशभरिमा छरिएर बसेको बिहारीलाई पनि तपाईँले गाली गर्नुभएको छ। तपाईँलाई त्यति सिक्किमसँग माया छ भने आउनुहोस् न चुनाव लडेर विधानसभामा। अरे म त्यो बिहारी केटा हुँ जो सिक्किमको लागि म खडा भएर लडेको छु। मेरो हर प्रेस वार्तामा सिक्किमको प्रति मेरो माया र सिक्किम प्रतिको मेरो इमान्दारिता मैले देखाएको छु। तपाईँले अचानक भिडियो नहेरिकन के नहेरिकन आएर तपाईँ सञ्जालमा यसरी गाली गर्ने के? हामी लोकतन्त्रमा हाम्रो समस्यालाई सरकारको अगाडि, सरकारको प्रतिनिधिको अगाडि राख्न पाइँदैन? त्यो मैले के गल्ती गरेँ? मेरो सारा सिक्किमको व्यापारी समुदाय थियो। मैले त खालि व्यापारी मात्र होइन नि त, बिहारी मात्र होइन, यहाँ धेरैहरू छन् जो सिक्किममा आरसी होल्डरहरू छ। तपाईँलाई याद छ? आरसी होल्डर लगभग 82% हाम्रो नेपाली समुदायकाहरू छन्, जसले धुरी खजानामा आरसी पाउनेहरू छन्। उहाँ सबैको लागि हो। यो बारम्बार कन्ट्रोभर्सी किन हुनु? जुन मेन पाउनु पर्ने यो दिँदा सरकारलाई पनि के नोक्सान छ र हाम्रो सिक्किमे बाउआमाको छोराछोरीलाई पनि के नोक्सान छ? एजुकेसन सिस्टम, हेल्थ सिस्टम, यसमा कुनै ठुलो कुरा त होइन। मैले इक्वेली सिवाई देऊ, हामीलाई सिक्किम सब्जेक्ट देऊ, हामीलाई बस्तीमा जमिन देऊ भनेर मैले कहिले डिमान्ड राखिनँ। त्यो चिज हामीले पाउनु पनि हुँदैन, माग्नु पनि हुँदैन। त्यो हाम्रो अधिकारदेखि बाहिरको कुरो हो। तर त्यसरी तपाईँले आएर नगरिदिनुहोस्। तपाईँले सारा सिक्किमे बिहारीसँग माफी माग्नुपर्छ। तपाईँ कहाँसम्मको मान्छे हुनुहुन्छ भने सिक्किमे जनताले पनि बुझिसकेको छ। तपाईँले कसलाई रुलाउनु भएको छैन। म जस्तो सोझो मान्छेलाई तपाईँले फकाइकन डकुमेन्ट्स अप टु डेट छ, तपाईँ मिसिन लगाएर काम गरिहाल्नुहोस्, मार्चमा बिल निस्किहाल्छ भनेर तपाईँले फकाएर मेरोबाट पैसा लानुभएको छ। र यसरी आएर अर्काको प्राणको लागि चाहिँ तपाईँले जुन चाहिँ पाराले भाषण दिनुभएको छ, जुन चाहिँ शब्द प्रयोग गर्नुभएको छ, त्यो निन्दनीय हो। रत्नलालजी, मूलवासीको मतलब के छ तपाईँलाई थाहा छ? त्यसको डेफिनेसन पढ्नुहोस् तपाईँ। त्यो डेफिनेसन पढ्नुहोस्, त्यहाँदेखि बुझ्नुहोस्। हामी पनि सिक्किमको सुरक्षाप्रति छौँ। हामीलाई पनि इन्फ्लक्सदेखि प्रब्लम छ, हामी पनि जान्दछौँ। इन्फ्लक्स रोक्नुपर्छ। तर जब सरकारको कुनै घोषणापत्र आउँछ, सामूहिक बैठक हुन्छ, जनसभा हुन्छ, त्यतिखेर हामीले पनि सरकारलाई ध्यान आकर्षण गर्नुपर्छ। यो एउटा पोलिटिक्सको पार्ट हो र समाज चलाउने काम पनि हो। र मैले त्यो काम गर्दा तपाईँलाई आपत्ति भयो र मैले कहीँ भनेको छुइनँ। यहाँ हाम्रो मिडियाको दाजुभाइ पनि त्यो दिन हुनुहुन्छ। मैले कहीँ भने कि यो भोटर कार्ड हुनेलाई आरसी देऊ भनेर, या आरसी हुनेलाई इक्विभ्यालेन्ट टु सिवाई देऊ भनेर मैले कहीँ भनेको छुइनँ। र सिक्किमे जनतालाई म अपिल गर्न चाहन्छु, मेरो फेसबुक पेजमा मैले त्यो दिनको भिडियो
17 मिनट 17.5 मिनटको भिडियो मैले हालिदिएको छु। तपाईहरू प्लिज म अनुरोध गर्न चाहन्छु त्यो भिडियो हेरिदिनुहोस्। भिडियो हेरेर यदि म गल्ती छु भने मलाई सजाय दिनुहोस् र यसरी म गल्ती छुइनँ र मेरो सामाजिक हिसाबमा मैले माग्नुपर्ने जुन चाहिँ एउटा लोकतन्त्र देशको लोकतन्त्र राज्यको हिसाबमा मैले माग्नुपर्ने कुराहरू राखेको छु। मैले 2-3 खेप सम्माननीय मुख्यमन्त्रीलाई धन्यवाद पनि ज्ञापन गरेको छु कि सम्माननीय मुख्यमन्त्री महोदयज्यूले आफ्नो एजुकेसनमा बिहारीको नानीहरू व्यापारीको नानीहरू आफ्नो पैसाले पढाइदिनु हुँदैछ भनेर मैले त्यहाँ धन्यवाद पनि दिएको छु। त्यो पनि त भिडियो तपाईँहरू सार्वजनिक गरिदिनुहोस्। खालि डिमान्ड राखेको कुराहरू तपाईँहरूले सार्वजनिक गरिदिनु भएको छ र केही नबुझी केही नजानिकन तपाईँहरू आएर यसरी आक्रोशमा आएर हामीलाई गाली गर्नुहुन्छ। अरे हामी पनि त मान्छे हौँ, हाम्रो पनि त दिल छ, हामी पनि प्रेरणा भएको मान्छे, हाम्रो पनि त सिक्किमको प्रति इमान्दारिता छ। हामी चाहँदैनौँ कि बाहिरको इन्फ्लक्स आएर नाचोस्, किन एउटा बोर्डर स्टेट हो, सेन्सिटिभ छ, भोलिको दिनमा राष्ट्रलाई खतरा हुन्छ। हामी पनि विवेकशील मान्छे, हामी अलिकति बुद्धि छ हाम्रोमा पनि। र यति भन्दै म यो कुरालाई म सिक्किमे जनतालाई अपिल गर्छु फेरि पनि कि मेरो भिडियो तपाईँले हेरिदिनुहोस्, सञ्जालमा यसरी आएर गाली गलोच नगरिदिनुहोस्। हामी पनि तपाईँकै कान्छी आमाको छोराछोरी हुँ र म 19 कमिटीको पनि उहाँलाई पनि म बिन्ती चढाउन चाहन्छु। तपाईँहरूको मैले मेरो गुनासो तपाईँहरूको अगाडि राखेको थिएँ त्यो मञ्चमा कि तपाईँहरूले यो कुरा बुझिदिनुहोस्। यसमा तपाईँहरूलाई कुनै ह्याम्पर, तपाईँहरूको आर्टिकल, तपाईँहरूको अधिकारलाई हनन हुने छैन। यो सामाजिक कुराहरू हो, यो हुने कुराहरू हो। यो प्रजातन्त्रमा जब सत्ताधारी पार्टी या सत्ताधारी सरकारले यो कुरालाई सही ढङ्गमा ल्याउन सक्यो भने यो हुने कुराहरू हो। यसमा कुनै कसैको आपत्ति नहुनुपर्ने भन्ने कुराहरू म त्यो दिन राखेको थिएँ र आज पनि म अपिल गर्दै फेरि पनि म अनुरोध गर्न चाहन्छु त्यो भिडियो एकचोटि फेरि तपाईँले हेरिदिनुहोस्। धन्यवाद। तपाईँको नजरमा के लाग्छ जुन तपाईँको सम्भाषण भएको थियो है, त्यसपश्चात दिलेनाम बिल बर्खाज्यूको पनि है उहाँको सम्भाषण रहेको थियो है, तपाईँको सम्भाषण पछि उहाँ किन आक्रोशमा आउनुभयो होला तपाईँको हेराइमा किन लाग्छ? हेर्नुहोस्, एउटा त के हो भने अब सिम्पल तपाईँको एउटा साधारण भाषामा भन्नु हो भन्दा त्यस दिन हाम्रो एउटा वार्षिक वर्षगाँठ स्थापना दिवस पनि थियो र उहाँहरू हाम्रो अतिथि हुनुहुन्थ्यो। अतिथिलाई बोलाएर मैले जुन चाहिँ गुनासो राखेँ, गुनासो साथसाथमा मैले एउटा ध्यान आकर्षण घोषणा मेनिफेस्टोमा राखेको थिएँ। सायद उहाँ त्यसमाथि रिसाउनु भयो जस्तो लाग्यो मलाई, किन भन्दा अब त्यसरी आएर अब उहाँको पार्टीकै घोषणापत्र, त्यहाँ घोषणापत्रमा लेखिएको कुराहरू हो र जहाँ लेखिएको कुराहरू हामी समाजमा अगाडि बढ्छौँ, चल्दैछौँ भने हामीले हाम्रो समाजको अगाडि राखिदिनुपर्छ कि पार्टीले जुनै पार्टी घोषणापत्रमा यो लेखिएको छ, ध्यान आकर्षण गर्नुपर्छ। सायद उहाँ त्यस विषयमा रिसाउनु भयो जस्तो लाग्यो। बादमा मैले सरी पनि भने, त्यतिखेर तत्काल मैले एउटा उहाँलाई भिडियो पनि जारी भएको थियो। मैले सायद उहाँ रिसाउनु भयो, त्यसको लागि आइएम सरी भनेर। जुन चाहिँ मेनिफेस्टोमा लेखेको कुराहरू पुरा भएको छैन भन्ने कुरा भन्नुहुन्छ कि के होइन, त्यो हेर्नुहोस् त्यो सत्ताधारी पार्टीको काम हो, उहाँहरूले गर्नु नगर्नु उहाँको नेतृत्व हो। होइन, म त्यसमा कमेन्ट केही गर्न सक्दिनँ, किन भन्दा उहाँहरूको सरकार छ, गर्नुपर्ने उहाँहरूको आफ्नो विषयवस्तु हो, उहाँहरूको जिम्मेवारी हो। उहाँहरू पनि बुद्धिजीवी हुनुहुन्छ होइन, सायद आज भएन भने भोलि पर्सि या नेक्स्ट इयर होला या भइसक्यो होला, अब उहाँहरूको काम हो। तर मेरो एउटा एज अ सामाजिक सञ्जालमा म समाजको म छु भने मैले त्यो कुरालाई ध्यान आकर्षण गर्ने मेरो जिम्मेवारी हो। जुन तपाईँको त्यो 5-6वटा जुन चाहिँ गुनासो भएको डिमान्ड भनौँ है, तपाईँले त्यसलाई चाहिँ कस्तो रूपले अगाडि बुझाउन खोज्नु भएको त्यो पनि तपाईँले विस्तृत रूपमा अलिक एक्सप्लेनेसन राम्रोसँग दिनु भएन। होइन, मैले यस्तो छ हेर्नुहोस्, कतिवटा डिमान्ड थियो र के डिमान्ड? अब म एउटा सिम्पल भन्छु, सायद हाम्रो सिक्किमको जनता फेरि मसँग रिसाउनुहुन्छ होला। हेर्नुहोस्, हामीले अहिले सिक्किममा 12 जातिलाई ट्राइबको कुरा गर्छौँ। सिक्किममा ट्राइब हुँदा के बेनिफिट छैन, तर भारतवर्षमा ट्राइब भइदियो भने उहाँहरूको नानीहरूले जुन चाहिँ ट्राइबको बेनिफिट सेन्ट्रल गभर्मेन्टमा पाउँछ, त्यही पाराले हामीलाई पनि सिक्किममा हामी बसोबासो गर्दैछौँ, हाम्रो भोटर कार्डदेखि डकुमेन्ट छ, ट्रेड लाइसेन्स सबै छ। हाम्रो नानीले पनि कास्ट सर्टिफिकेट पाइदियो भने सेन्ट्रल रिजर्भेसनमा हाम्रो नानीहरू पनि बेनिफिट पाउँछ। अर्को कुरो मैले राखेको थिएँ मेडिकलमा पनि हामीले सर्टिफिकेट त्यहाँ गएर कार्ड बनाउँदाखेरि चाहिँ लोकल नन लोकल लेखिदिन्छ। अब एउटै देशमा एउटै ठाउँमा एउटै पैसा कौडी चल्ने कानुन चल्ने ठाउँमा लोकल नन लोकल मिल्दैन नि त, त्यसमा अलिकति हामीलाई पनि तकलिफ लाग्छ भन्ने कुरा राखेको थिएँ। मैले एजुकेसनमा पनि राखेको थिएँ। एजुकेसनको तपाईँको रेकर्ड छ,
भण्डारी साहबको पालोमा 15% थियो, चामलिङ साहबको पालोमा 2009 को टाइममा 5% अदर्स गरिदियो। 5% अदर्स हुँदाखेरि त्यसमा के छ भने आइएस आइपिएस सेन्ट्रल गभर्मेन्टको नानीहरूले पाइसकेपछि उब्रेको हामीले पाउँछौँ र ओभरअल हेर्दा हाम्रोमा पर्सेन्टेज कम्ती हुन्छ र त्यस विषयमा सम्माननीय मुख्यमन्त्री महोदयलाई पनि यसको ज्ञान भएर उहाँले हाम्रो बिहारीको धेरै नानीहरू आफ्नो खर्चमा पढाइदिनु हुँदैछ। त्यो समय त्यो भाषणमा मैले उहाँलाई धन्यवाद दिएको थिएँ, आज पनि म धन्यवाद दिन्छु। जो सरकारले हामीलाई गरिदिएको छ त्यो हामीले धन्यवाद दिनुपर्छ। अनि अर्को कुरो मैले राखेको थिएँ तपाईँको ट्रेड लाइसेन्सको। ट्रेड लाइसेन्स हेर्नुहोस्, गभर्मेन्टलाई पनि बेनिफिट छ। हामीले ट्रेड लाइसेन्स फिस 1200 तिर्छौँ भने त्यही सिवाई होल्डरको ट्रेड लाइसेन्सको फिस 300 रुपियाँ हो। गभर्मेन्टको रेभिन्यू पनि आउँदैछ। अब मेरै 2टा नानी छ, मेरो ट्रेड लाइसेन्समा मेरो नानीहरूले पायो भने गभर्मेन्टलाई रेभिन्यू पनि हुने, नानीहरू पनि आफ्नो आफ्नो व्यापार गरेर खाने। यो जुन चाहिँ सामान्य कुरो छ, यसमा कुनै आर्टिकल 371F को हनन या सिवाईको या एसएससी को कहीँ मुद्दामा कुनै हनन हुन्छ जस्तो मलाई लागेन। तपाईले आफ्नो ज्यानको खतराको कुरा गर्नुभयो नि। हजुर। लिनुपर्छ मलाई के भन्नु, किन तपाईले त्यो भन्नुभयो? तपाईँले होइन, जुन पाराले उहाँले आक्रोशमा आएर जस्तो पाराले एमजी मार्गमा कराउनु भएको थियो, जुन चाहिँ पारा गाली दिनुभएको थियो, सिक्किमे जनतालाई उचाल्नु भएको थियो, उहाँले त पुरा भिडियो हेर्नु भएन नि त। उहाँले के भन्नुभयो भने कि भोटर कार्डको आधारमा सिवाई र एसएससी को डिमान्ड गर्दैछ, इक्विभ्यालेन्ट हो। त्यो त गलत हो नि त। मैले त कहीँ डिमान्ड गरेको छुइनँ। म मेरो अधिकार, म मेरो क्षमता म जान्दछु र मेरो ठुलो अब जेठी आमा बाउको छोराछोरीको पनि अधिकार के छ त्यसको सुरक्षा गर्ने जिम्मेवारी म पनि जान्दछु नि त। तर उहाँले किन दिग्भ्रमित बनाउनु भयो समाजलाई? उहाँले सिक्किममा अशान्ति फैलाउनु भयो नि त। जब केही कुरा नबुझिकन आएर त्यत्रो एमजी मार्गमा कराउनु, गाली गर्नु, हुनसक्छ भोलिको दिनमा मलाई उहाँ जस्तो मूर्ख अरू पनि होला, कहीँ हिँडेको बेलामा आक्रमण गर्ला। तपाईले आफ्नै समुदायबाट भिक्टिम भयो भन्नुभयो नि, के भन्नु? त्यो मञ्चमा जो बसेको थियो, तपाईँहरू एकचोटि भिडियो हेर्नुहोस्। 2023मा इन्कम ट्याक्स इस्यु हुँदाखेरि चाहिँ म सिक्किमे जनता, सिक्किमे नेपालीको फेभरमा खडा भएको थिएँ। मेरो तात्पर्य बुझ्नुभयो होला। सुन्नुहोस् न, जुन चाहिँ कास्ट सर्टिफिकेटमा लोकलको लागि तपाईँले लेखिदिनु नन लोकल छ भन्ने कुरा भन्नुभयो नि। कास्ट सर्टिफिकेटमा चाहिँ कास्ट सर्टिफिकेट हामीले पाएको नै छैनौँ। ओके, होइन तपाईँले मेडिकलमा लोकल या नन लोकल हुनुको लागि सायद जहाँसम्म मेरो नलेज छ है, लाइक सिओए होल्डर हुनुपर्छ यसको लागि? होइन, अब म यस विषयमा तपाईँलाई एउटा, किनभने अब लोकल लागि त तपाईँको सिओए होल्डर हुनु पर्यो नि त यहाँको, होइन? होइन, यसो नि, हामी जब सिक्किममा बसिरहेछौँ, सिक्किममा हाम्रो व्यापार धन्दादेखि हामी यहीँ जन्मियो भने अब त्यो लोकल नन लोकल कुरा होइन नि त। नेसनलिटी भन्दा इन्डियन भन्दा भइगयो नि त, होइन? सिक्किमको नेसनलिटी त इन्डियन नै हो नि त। 2024 को नोभेम्बरमा म तवाङ गएको थिएँ। हाम्रो एउटा यात्रा हुन्छ। दिराङमा एउटा छत्तिसगढको आन्टीलाई चाहिँ हार्ट एट्याक भएर उहाँ बिमार हुनुभयो। अरुणाचल जस्तो एउटा सेन्सिटिभ इलाका हो, त्यहाँ पनि यस्तै लोकल नन लोकलको इस्यु छ। उहाँको ट्रिटमेन्टमा 10 रुपियाँको कागज बन्यो। त्यो 10 रुपियाँको कागजमा नेसनलिटी इन्डियन लेखेको थियो। 10 रुपियाँ तिरिसकेपछि उहाँको सिटी स्क्यान, एमआरआईदेखि लिएर टोटल ट्रिटमेन्ट फ्री भयो अरुणाचल जस्तो ठाउँमा। भनेपछि हाम्रो सिक्किमभन्दा त त्यो एउटा सेन्सिटिभ र त्यहाँ त अर्कै इस्यु छ। भनेपछि अरुणाचल जस्तो जग्गामा पनि एउटा त्यहाँको बाहिरको मान्छेलाई पनि त्यो मान सम्मान इज्जत पाउँछ, जो त्यहाँको भोटर्स होइन, जो त्यहाँको रेसिडेन्सियल होइन, न त व्यापार गरिरहेछ। अन्ली 10 रुपिसमा उहाँको डल्लै ट्रिटमेन्ट भयो भने हाम्रो सिक्किम जस्तो सानो जग्गामा किन यसरी डिफ्रेन्स? होइन, तर यो यहाँ पनि फ्री, यहाँको जो हुनुहुन्छ सब्जेक्ट उनीहरूको फ्री भएको त देखेन। दे पेइङ, आई थिङ्क उनीहरूले भनिरहनुहुन्छ नि हामीले पे गर्यौँ यतिको। होइन, फ्रीको कुरा छैन, फ्री त छैन। अब के छ त्यो अब थाहा भएन। अब मेडिकलमा उहाँले पनि सायद सम पर्सेन्टेज स्क्यानतिर, एमआरआईतिर तिर्नु हुँदैछ। कम्पलसरी त्यो त बिआर काटेरै जानुपर्छ। हजुर, त्यो सही हो। कार्डको अगाडि नै गर्नुपर्छ। गर्नुपर्छ, त्यो तिर्नुपर्छ। तपाईँलाई संस्थाले निकालेको विषयमा चाहिँ के भन्न चाहनुहुन्छ? संस्थामा कसले निकाल्यो त? स्वामीनाथ काकाले? स्वामीनाथ काकालाई कसले नचाहे त? त्यहाँ मनोज कुमार गुप्ता। मनोज कुमार गुप्ताको सिक्किम बिहारी जागरण मञ्चमा भ्यालु के छ?
मनोज कुमार गुप्ताले पोलिटिकल माइलेजको लागि ऊ आफू पोलिटिकली बेनिफिट पाउनको लागि उसले यो काण्ड गरेको। मनोज कुमार गुप्ताको स्टेटमेन्टलाई म भेल्यु दिँदिनँ। उसले जुन पाराले त्यहाँ स्टेटमेन्ट दिएको छ, निकाले यो भयो त्यो भयो, उसले अझै के भनेको छ भने त्यहाँ भाषणमा उसको नाम थिएन, ऊ अचानक आयो, माइक पक्रियो, जबरजस्ती बोल्छु भन्यो, त्यो सबै गलत हो। यहाँ प्रोग्रामको मिनट बुकमा सबै यहाँ छ। दुईटा कल्चर प्रोग्रामको बादमा मेरो यहाँ एड्रेस बाई वीरेन्द्र प्रसाद लेखिएको छ। त्यो चाहिँ कहिले तय भएको यो प्रोग्राम लिस्ट तय त तपाईँको डिसेम्बर 1 विकमै भएको। उहाँको भनाइ अनुसारमा चाहिँ यु हेभ पोस्ट द्याट यु विल टक इन द फ्रन्ट भनेर भन्नुभएको छ नि त, त्यो कुरा राख्नुभएको जो प्रेस कन्फरेन्स जुन चाहिँ छ उहाँले त्यतिखेर भन्नुभएको छ कि तपाईँले चाहिँ नबोल्नु भन्दा पनि जबरजस्ती गरेर म होइन म पनि पहिलाको फर्मर होइन भन्ने कुरा छ। तर त्यसलाई कसरी हेर्नुहुन्छ? म भने नि त उसको स्टेटमेन्टलाई म भ्यालु नै दिँदिनँ। उहाँ टोटली ढाँटेको नि। उहाँले के भन्नुभयो भने जबरजस्ती मञ्चमा आयो, जबकि तपाईँहरू प्रेस मिडियाको दाजुभाइहरू प्रेजेन्ट हुनुहुन्थ्यो। प्रोग्राम सुरुदेखि नै म मञ्चमा थिएँ, दीप प्रज्वलनदेखि लिएर केक काट्नुदेखि लिएर इभन एङ्करिङ पनि गरेँ, त्यहाँ मञ्चमा उद्घोषण पनि गऱ्यो। भनेपछि म कसरी जबरजस्ती गर्नु? त्यहाँ के भयो भने बी फ्र्याङ्क पोलिटिकल माइलेज उहाँहरूले पाएन। जुन समुदाय, जुन भिड एकट्ठा भएको थियो, त्यो भिडलाई उहाँहरूले सम्बोधन गरेर आफ्नो छवि छोड्न सकेन र उनीहरूले मलाई ब्लेम गर्यो। म बिहारी जागरण मञ्चमै छु, मरुन्जेलसम्म बिहारी जागरण मञ्चमै रहन्छु। मनोज कुमार गुप्ता र स्वामीनाथ काकाजीले निकालेर म निस्किने व्यक्ति नै होइन। स्टुडेन्ट लाइफ 93 मा म बिहारी जागरण मञ्चमै थिएँ, अहिले पनि म बिहारी जागरण मञ्चमै हुन्छु। उहाँहरू दुईजना मिलेर पोलिटिकल माइलेजको लागि चाहिँ मलाई निकाल्दा हुन्छ, या त मलाई निकाल्नु पऱ्यो भने आमसभा बोलाऊ, सिक्किमे बिहारीलाई बोलाऊ, त्यहाँबाट मलाई निकालेर देखाऊ, त्यहाँदेखि म मान्छु। उनीहरूको छेउछाउमा बस्नु सबै पोलिटिकल माइलेजको लागि हो। उनीहरूले निकालेर निकाल्नु छ भने आमसभा बोलाएर आमसभामा प्रस्ताव पारित गरोस्। यदि आमसभाले यस वीरेन्द्र प्रसादलाई निकाल्नुपर्छ भन्दा म निस्किन्छु। उहाँको भनाइअनुसार तपाईँले उहाँहरूलाई बिहारी मञ्च जागरणको है तपाईँले गर्दा खण्डित भयो एउटा भन्ने उहाँहरूले पनि राख्नुभएको थियो, त्यो प्रकारले पनि कसरी हेर्नुहुन्छ? हेर्नुहोस्, 2019 मा हामीले पनि प्रोग्राम चिन्तन भवनमा गऱ्यौँ। तपाईँहरू पनि आउनु भएको थियो, प्रेस मिडियाको दाजुभाइहरू। 20 मा पनि गऱ्यो, 21 मा पनि गऱ्यो, 22 मा पनि गऱ्यो। तर यसरी त प्रोग्राम त भएको थिएन नि त। प्रोग्राम वेल डिसिप्लिनमा थियो। बिहारी जागरण मञ्चमा म जेनरल सेक्रेटरी हुँदा मेरो एउटा के मैले राखेको थिएँ भने बिहारी जागरण मञ्चलाई मैले नन पोलिटिकल बडी बनाएर राखेको थिएँ। यदि कुनै पनि सरकार, सिक्किम सरकारमा सत्तामा छ भने हामीलाई या सिक्किमे जनतालाई राम्रो काम गरेछ भने हामीले धन्यवाद पनि दिनु सक्नुपर्छ। यदि हामीलाई अलिकति तलमाथि केही भयो भने हामीले त्यसलाई खण्डन गरेर आफ्नो डिमान्ड राख्न पनि सक्नुपर्छ। त्यसलाई के भन्छ भने समाजको सङ्गठनको नेतृत्व हो भन्छ। अब त्यहाँ त नेतृत्व गर्नु छैन, त्यहाँ त पोलिटिक्स गर्नु छ कि यो बिहारी मसँग छ भनेर। र त्यतिखेर कुनै पनि प्रोग्राममा केही चौपट त भएन। इभन लास्ट इयर तपाईँको सिङदाममा भयो, सिङदामको ब्रान्च प्रेसिडेन्टले लिएको थियो जिम्मा। योपालि मनोज कुमार गुप्ता आएर नै यो प्रोग्राम सबै चौपट भयो। एमसी म लिएर आउँछु भने त्यो पनि चौपट भयो। टोटल प्रोग्राम कतिजनालाई हामीले सद्भावना पत्रदेखि लिएर सम्मान पत्र पनि हामीले दिन पाएनौँ। टोटल प्रोग्राम यो मनोज कुमार गुप्ताले गर्दा भएको।